भगवान मबाट कति ठुलो पाप भयो। अब मैले यो पाप कसरी कोटाउने होला? ल दिदी म त हिँडेको अब। भाइ त जाने म पनि जान्छु नि। हाम्रो भाउजूले जस्तो हाम्रो बाबा आमालाई नराम्रो गर्नु भयो नि, तैँले नि आफ्नो सासूलाई त्यस्तै नराम्रो गरे आस। जुन दिन आफ्नो सासूलाई राम्रो गर्छस् त्यो दिन मात्रै आफ्नो माइत आइजे। हेर दिदी, तेरो पनि एउटा छोरा छ, अहिले तैँले जस्तो सासूलाई गरिरहस्, भोलि पर्सि तेरो बुहारी आएर नि त्यस्तै गर्यो भने तँलाई कति मन दुख्छ। एउटा छोरा भएको आमाले कहिले पनि त्यस्तो गर्नु हुँदैन। तिमीको लागि पनि सोच, तँलाई बुहारीले यस्तै गर्यो भने तँ यस्तो टचर खाएर बस्न सक्छिस्? भाइ मैले धेरै नराम्रो गरिसकेको छु, अब यसको त क्षमा पनि छैन होला। मैले आमालाई कसरी मुख देखाउनु? कति दिन रात दुःख गरेर छोरालाई पढाउनु भयो, हुर्काउनु भयो। आज मैले उहाँलाई यतिसम्म अन्याय गरेको छु कि उहाँको अगाडि गएर माफी माग्ने पनि मेरो औकात छैन। म जस्तो पापिनी बुहारी त कसैको घरमा पनि नहोस् भाइ। मैले आफ्नो बाआमालाई परेपछि मात्रै यो पीडा थाहा पाएँ, नभए सायद मैले सधैँभरि यस्तै गर्थेँ होला। ल जे हुनु भइहाल्यो, अब चाहिँ राम्रो गर, जा गएर आमासँग गएर माफी माग। ल ल म चाहिँ अब लाग, अब तैँले जुन दिन आमालाई राम्रो उयो घरमा व्यवहार गर्छस् त्यो दिन मात्रै म आउँछु। ल ल म लागे। दुलै दुलै आमा किन बोलाउनु भएको? दुलै मलाई माफ गरिदेऊ है, मेरो कारणले तिमीलाई दुःख भयो, माइत जान पनि पाइनौ। आमा सम्झिने बिरामी हुनुहुन्छ भन्दै नि म बसेँ, मेरो कारणले धेरै दुःख पायो, म गएँ है बा। आमा आमा मलाई माफ गरिदिनु। तपाईँको पापिनी बुहारीले तपाईँलाई कति धेरै दुःख दिए आमा। तपाईँले मसँग माफ माग्नु छोड्दैन आमा। मैले चाहिँ तपाईँको आमा बाबाले ठुलो गल्ती भयो। उठ उठ दुलै उठ उठ भयो उठ 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 है दुलै नानी, नरौ नरौ अब नरौ। आमा मबाट ठुलो पाप भयो। बुढी भएको सासूलाई दिनरात स्याहारेर बस्नुको साटो अन्याय गरे। आज